साथीहरु, के छ हजुरको खबर? म चाहिँ आज मिनी भ्लग बनाउँदैछु। आज चाहिँ हामी मार्केट जाँदैछौँ। मार्केटमा हामीले के किन्छौँ लास्टसम्म हेर्नु होला है। आज चाहिँ हाम्रो सन्डेको छुट्टी थियो। हामी बुढाबुढी भएर मार्केट जाँदैछौँ। बाहिर चाहिँ गर्मी बेसी नै थियो, गर्मी लास्टै थियो गर्मी। अनि मार्केटमा नगई नहुने सामान लिन गएको। आज हामीले रुममा के बनाउँछौँ, के मिठो खान्छौँ हेरिदिएर साथ दिनु होला। मार्केटमा हामी छिर्यौँ 1 to 10। मार्केटमा गएपछि हामी सिधै दुध पाइने अप्सनतिर जान्छौँ, किनकि हामीले दुधको कोही बनाउँदैछौँ। हेर्नु है, मार्केट ठुलो छ यो मार्केट चाहिँ, अनि सस्तो पनि छ। अनि यो 3 लिटरको दुध चाहिँ हामीले लिएनौँ। अनि सानो दुध लिएर हामी आउँदैछौँ, पैसा पे गर्छौँ। अनि रुममा पनि आउन्नौँ हामी, फेरि अर्को ठाउँमा जाने हो। कहाँ जान्छौँ हेर्नु, घडीहरू हेर्नु न कति राम्रो राम्रो छ। हजुरहरूलाई कुन घडी मन पर्यो? मैले चाहिँ यो गोल्डन वाला मन परेको थिएँ, तर क्या यो घडी धेरै टिक्दैन। टिक्ने घडी ल्याउनु पर्यो नि त। हम उता बुढाले पे गर्दै हुनुहुन्छ पैसा। अनि हामी जान्छौँ रुममा बाहिर निस्केपछि अनि बाटो क्रस गर्नलाई मैले यताउति हेरेछु। बाटो क्रस मैले सट्टै गरिहालेँ, किन मेरो बुढा चाहिँ डराउनुहुन्छ बाटो क्रस गर्नलाई। हो हेर्नु न, स्लो आउँदै हुनुहुन्छ। अनि आएर हामी सोच्थ्यौँ, मलाई हाँसो लाग्छ कि पहिलाको मान्छेले चाहिँ गर्नुहुन्छ बाटो क्रस गर्न नै डराएर। हामी आउँदैछौँ, हेर्नु न कोन फोन मलाई यो बर्थडेमा गिफ्ट हानिदिनु न भन्दै फकाउँदैछु आइफोन। अनि त्यहाँ गएको त अनि भैयाले सेन्ट छर्किदिनु भयो। सेन्ट छर्केपछि अनि मैले भैयालाई हाई गर्नु न भैया भनेको, उता फर्केर हाई गरौँ। अनि हामी अब रुममा आइहाल्यौँ। रुममा हामीले सामान के लिएर आयौँ? अघि हाम्रो हातमा एउटा थैला थियो, अहिले हाम्रो हातमा 4टा थैला छन्। 4टा थैलाभित्र के होला त? आउँदै हेरिदिनु होला। लास्ट टाइम हामीले चाहिँ चिया र नास्ता खायौँ, कफी बनाएर कफी र रोटी खायौँ। अनि यो खाएपछि हाम्रो दनादन काम सुरु भइसकेको छ। हामीले चाहिँ आज सन्डेको दिन रमाइलो गरौँ भनेर खिर बसाल्यौँ, दुधमा चामल हाल्यौँ। अनि चाहिँ मैले बनाउँदैछु खिर, मेरो हो खिर बनाउने। बुढाले उता के बनाउँदै हुनुहुन्छ म देखाइहाल्छु नि हजुरहरूलाई, हेर्नु होला। मैले खिर घोटी छु, यति घोटे मेरो बुढाले बनाउँदै हुनुहुन्छ अचार, नेपाली स्टाइलमा दुबईमा बसेर। कस्तो बन्छ होला लास्टसम्म हेरिदिनु होला। अचारमा चाहिँ हामीले काँक्रा, आलु राखेर, खुर्सानी, प्याज राखेर अचार बनाउँदैछौँ। उता दिदी लाइभमा बस्नु थियो, दिदीसित कुरा पनि गर्दै म खिर बनाउँदै गरेको थिएँ। अनि यता प्याज काट्नु मसिनो गरी, प्याजको यो भित्रको डन्ठो चाहिँ राख्दैन नै, नराखे तिमीले काट्दा नि भन्दै मलाई सिकाउँदै बनाउँदै गर्नुपर्छ आफूले नि। अनि मेरो खिर लगभग पाक्ने बेला भइसक्यो। अनि खिर पाकेर भएपछि अचार पनि झानझुन गरिसक्नुहुन्छ। अब प्याज राख्दै हुनुहुन्छ। अनि त उता राख न, त चाखेको भाँडो देखाउन हुन्न के भनेर उता साइडमा लगाउँदै हुनुहुन्छ त्यो भाँडो चाहिँ। हेर्नु न कति सोलो राख्नुहुन्छ, प्याज पनि फटाफट नगरेर। अनि अब मोलमाल कागती निचर्दै हुनुहुन्छ। कागती बिना त अचार मिठै हुन्न। चुक चाहिँ पाइन्न, चुक पाइए पनि महँगो पर्छ यता नेपाली पसलमा चुक पाइने। खिर पाकेर अचार खिर, वाउ हेर्नु न साथीहरू कति मिठो भएको थियो खिर। अचार उस्तै मिठो भएको थियो, खिरभन्दा अचार मिठो भएको थियो ल, किनकि बुढाले बनाएको त्यही भएर। अब आफै चाख्दै हुनुहुन्छ कस्तो बनायो भनेर। हेर्नुहोस् है त यस्तो मिठो खिर बुढाले खाँदै हुनुहुन्छ। आजको लागि यति नै, फेरि भेटौँ अर्को भ्लगमा। लाइक कमेन्ट गर्न नबिर्सिनु होला।